आज म हजुरहरूसँग एकदमै छिटो मिठो बनेर तयार हुने एकदमै चटपटा र स्वादिलो मासको फुरौलाको रेसिपी सेयर गर्न चाहदैछु, जुन कि स्पेसली माघे सङ्क्रान्तिको दिन बनाएर खाने गरिन्छ। साथै बनाउने तरिका पनि एकदमै सजिलो छ। मैले जाने अनुसार आज हजुरहरूसँग मासको फुरौलाको रेसिपी सेयर गर्न चाहदैछु। आशा छ हजुरहरूले अवश्य पनि मन पराउनु हुनेछ। ल अब हामी आजको यो रेसिपी सुरु गरौँ। हेलो नमस्ते अस्सलाम वालेकुम फ्रेन्ड्स, वेलकम ब्याक टु नेपाली साइन्स फुड कर्नर। माघी विशेष आजको एकदमै स्पेसल मासको फुरौला बनाउनको लागि यहाँ मैले आवश्यकता अनुसार मासको दाललाई रातभरि भिजाएर राखेकी थिएँ। अब यो एकदमै राम्ररी सफ्ट भइसकेको छ। अब मासको दालमाथि भएको बोक्रालाई फाल्ने हामीले यसरी हातले रब गर्नुहुन्छ भने सजिलै यसको बोक्रा फाल्न सकिन्छ। 2-3 चोटि पानी फेर्दै हामीले यसरी हातले रब गर्दै माथि भएको बोक्रा सबै फाल्ने। सो फाइनली साथीहरू मासको दाललाई 4-5 चोटि धुँदै मासको दालमाथि भएको बोक्रा मैले सफा गरिसकेकी छु। थोरै बोक्रा भए नि केही फरक पर्दैन। अब हामीले चाहिन्छ एउटा ग्राइन्डिङ जार, जसमा हामीले जम्मै बोक्रा फालेको मासको दाललाई राख्ने। अब जम्मै दाल जारमा राखिसकेपछि 4वटा जति बोक्रा फालेको लहसुन, 1 चम्चा जति जिरा र आधी चम्चाभन्दा थोरै कम हामीले कालो मरिच राख्ने र सकेसम्म मसिनो हुने गरी पिस्ने। हजुरहरूले यदि आवश्यक पर्छ भने 1-2 चम्चा यहाँ पानीको पनि थप्न सक्नुहुन्छ। सो फाइनली साथीहरू यहाँ मैले दाललाई यतिको मसिनो हुने गरी पिसेर तयार पारिसके। अब जम्मै दाललाई एउटा मिक्सिङ बलमा खन्याउने। अब हामीले के गर्ने भन्ने हातको सहायताले दाललाई यसरी भिडियोमा देखाए जस्तै हजुरहरूले एउटै डाइरेक्सनमा घुमाउँदै कमसेकम 1 मिनेटको लागि मजाले फेट्ने। यसरी एकदमै मिठो मासको दालको फुरौला बनाउने सबभन्दा राम्रो तरिका हुन्छ। यसले के हुन्छ भने मासको दालको फुरौला एकदमै हलुको, भित्रबाट एकदमै सफ्ट र बाहिरबाट एकदमै क्रन्ची बनेर तयार हुन्छ। यहाँ अब दाललाई 1-1.5 मिनेट जति फेटिसकेपछि हजुरहरूले हेरिराख्नु भयो होला, दाल एकदमै राम्ररी फ्लपी भइसकेको छ। यतिको तयार भइसकेपछि अब मसला एड गर्ने। मसलामा मैले यहाँ 3-4 पिन्च जति हिङ राख्दैछु, एकदमै मिठो स्वाद आउँछ। साथै यहाँ मैले आधी चम्चा ज्वानो राख्दैछु, डाइजेसनमा हेल्प गर्छ र फ्लेभर पनि मिठो हुन्छ। साथै मैले यहाँ थोरै रेड चिली फ्लेक्स राखेँ। साथै मैले यहाँ आधी चम्चा जति बेसार, आधी चम्चा रातो धुलो खुर्सानी, आधी चम्चा धनिया पाउडर, थोरै गरम मसला र स्वादअनुसार नुन पनि राखेँ र लास्टमा थोरै काटेको धनियाको पत्ता राख्ने र हातको सहायताले नै जम्मै मसला दालमा राम्ररी मिक्स हुने गरी एकचोटि फेट्ने। फुरौला फ्राई गर्नको लागि तेललाई मिडियम हिटमा तताउने। तेल तातिसकेपछि ब्याटरबाट सानो सानो पोर्सन लिँदै तेलमा राख्दै जाने। एकदमै सानो सानो पोर्सनमै राख्नुहोला, किनभने यो फुलेर डबल हुन्छ। यसरी जम्मै फुरौलाको ब्याटर कढाईमा राखिसकेपछि तुरुन्तै चलाउन सुरु नगर्नुहोला, यो माथि फुलेर आफै आउँछ। त्यसपछि हामीले बल्ल यसलाई पल्टिने। साथीहरू यो फुरौला फ्राई गर्दा एक चिजको खास ख्याल राख्नुहोला, एकदमै लो फ्लेममा फ्राई गर्नुहोला, नत्र माथिबाट यो छिट्टै पाक्छ, रातो रातो हुन्छ अनि भित्रबाट यो काँचो नै रहिरहन्छ। त्यसैले एकदमै लो फ्लेममा उलटपुलट गर्दै हल्का क्रिस्पी हुने गरी फ्राई गर्ने। सो फाइनली साथीहरू यहाँ मैले फुरौलालाई लो फ्लेममै फ्राई गर्दै थिएँ। हजुरहरूले यहाँ हेरिराख्नु भयो होला कति मिठो कलर आएछ। अलि धेरै टाइम लाग्छ लो फ्लेममा फ्राई गर्नुहुन्छ भने, तर फुरौला एकदमै मिठो बनेर तयार हुन्छ। अब योभन्दा धेरै रातो रातो हुने गरी फ्राई नगर्ने, छिटो छिटो अब छुट्टै एउटा भाँडोमा खन्याइहाल्ने। त्यसै गरी बाँकी रहेको फुरौलाको ब्याटरबाट पनि यसरी नै थोरै पोर्सन लिँदै एकदमै लो फ्लेममा फ्राई गर्दै जाने।
सो फाइनली साथीहरू अर्को ब्याचको फुरौला पनि फ्राई भएर रेडी भइसकेको छ। यहाँ हजुरहरूले हेरिराख्नु भयो होला कति गजबको हेर्दै खाउ खाउ लाग्ने एकदमै टेस्टी र क्रिस्पी मासको फुरौला बनेर रेडी भएको छ। हजुरहरूले यो तरिकाबाट एकचोटि पक्कै पनि ट्राई गर्नुहोला। सर्भ गर्नको लागि यहाँ मैले थोरै केचप र यहाँ मैले थोरै चाट मसला लिएकी छु। माथिबाट स्प्रिङ्कल गर्दै हजुरहरूले इन्जोय गर्न सक्नुहुन्छ। सो साथीहरू हजुरहरूले आजको यो रेसिपी कस्तो लाग्यो प्लिज मलाई कमेन्ट बक्समा भन्न नबिर्सिनुहोला। साथै भिडियोलाई लाइक गरी च्यानललाई पक्कै पनि सब्स्क्राइब गर्नुहोला। अब म हजुरहरूसँग एउटा नयाँ रेसिपीको साथ फेरि पनि भेट्ने नै छु। टिल देन टेक केयर, बाई।